अन्तर्राष्ट्रिय मुद्रा कोष IMF को स्थापना कहिले भएको थियो? क. सन् 1945, ख. सन् 1944, ग. सन् 1947, घ. सन् 1948। सही उत्तर ख. सन् 1944। नेपालको संविधान अनुसार कति प्रकारका नागरिकताको व्यवस्था गरिएको छ? क. 2, ख. 3, ग. 4, घ. 5। सही उत्तर ख. 3, वंशज, अङ्गीकृत र सम्मानार्थ। हालसम्म सन् 2024 डिसेम्बरसम्म नेपालमा कतिजनालाई नेपाल रत्नबाट सम्मानित गरिएको छ? क. 1, ख. 2, ग. 3, घ. 4। सही उत्तर ख. 2, राजा महेन्द्र र बीपी कोइराला। जैविक विविधताका दृष्टिले नेपाल विश्वको कतिऔं स्थानमा पर्दछ? क. 10औं, ख. 11औं, ग. 12औं, घ. 15औं। सही उत्तर क. 10औं। नेपालमा जनजाति सङ्ग्रहालय कहाँ स्थापना गरिएको छ? क. ललितपुर, ख. काठमाडौँ, ग. चितवन, घ. नुवाकोट। सही उत्तर घ. नुवाकोट। सूर्यग्रहण कति प्रकारका हुन्छन्? क. 2, ख. 3, ग. 4, घ. 5। सही उत्तर ग. 4, पूर्ण, खण्ड, वलयाकार र हाइब्रिड। सार्कको बडापत्रमा कति धारा रहेका छन्? क. 9, ख. 10, ग. 11, घ. 12। सही उत्तर ख. 10। नेपालमा योजनाबद्ध विकासको सुरुवात कहिलेदेखि भयो? क. विक्रम सम्वत 2010, ख. विक्रम सम्वत 2013, ग. विक्रम सम्वत 2015, घ. विक्रम सम्वत 2016। सही उत्तर हो ख. विक्रम सम्वत 2013। म्याग्ना कार्टामा हस्ताक्षर कहिले भएको थियो? क. सन् 1215, ख. सन् 1258, ग. सन् 1285, घ. सन् 1290। सही उत्तर क. सन् 1215। नेपालको कुन जिल्लालाई जिल्लाको सिरान भनेर चिनिन्छ? क. मुगु, ख. जुम्ला, ग. मनाङ, घ. ताप्लेजुङ। सही उत्तर ख. जुम्ला। विश्वको सबैभन्दा ठूलो र गहिरो महासागर कुन हो? क. आन्ध्र महासागर, ख. हिन्द महासागर, ग. प्रशान्त महासागर, घ. सुमेरु महासागर। सही उत्तर ग. प्रशान्त महासागर। नेपालको राष्ट्रिय गौरवका आयोजनाको सङ्ख्या कति रहेको छ? क. 21, ख. 22, ग. 23, घ. 24। सही उत्तर घ. 24, 16औं योजना अनुसार। ओजोन तहको क्षयीकरणका लागि मुख्य जिम्मेवार ग्यास कुन हो? क. कार्बन डाइअक्साइड, ख. मिथेन, ग. क्लोरोफ्लोरोकार्बन, घ. नाइट्रस अक्साइड। सही उत्तर ग. क्लोरोफ्लोरोकार्बन। नेपालको प्रमाणिक समय कुन हिमाललाई आधार मानी निर्धारण गरिएको छ? क. सगरमाथा, ख. कञ्चनजङ्घा, ग. गौरीशङ्कर, घ.
अन्नपूर्ण। सही उत्तर ग गौरीशङ्कर। संयुक्त राष्ट्र सङ्घमा भिटो प्रयोग गर्ने अधिकार कति राष्ट्रलाई छ? क 5, ख 10, ग 15, घ 193। सही उत्तर क 5। खाली ठाउँमा मिल्ने अङ्क भर्नुहोस्। 1, 4, 9, 16, 25 कति? क 30, ख 36, ग 49, घ 64। सही उत्तर ख 36। समूहमा नमिल्ने शब्द छान्नुहोस्। क कुकुर, ख बिरालो, ग सिंह, घ गाई। सही उत्तर ग सिंह, जङ्गली जनावर। यदि वाटरलाई RTAW लेखिन्छ भने ब्रेडलाई के लेखिन्छ? क ADERB, ख DAERB, ग DERAB, घ RBAED। सही उत्तर ख DAERB, अक्षरहरूलाई उल्टो क्रममा राखेको। ए बी को छोरा हो, सी ए की बहिनी हो, डी सी का बुवा हुन्, ई डी का छोरा हुन्। बी को ई सँग के सम्बन्ध छ? क बुवा, ख भाइ, ग श्रीमान, घ भतिजा। सही उत्तर ग श्रीमान। घडीमा 4:30 बजेको समयलाई ऐनामा हेर्दा कति बजेको देखिन्छ? क 7:30, ख 8:30, ग 9:30, घ 10:30। सही उत्तर क 7:30।